टु माई मिनी ब्लग। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि हामी पनि सन्चै छौँ। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भने हजुरहरूलाई देखाउँछौँ कता जान्छौँ भनेर। हामी चाहिँ बाहिर हावा खानको लागि हिँडेको साथीहरू। नमस्ते। कति घरभित्र मात्रै बस्नु भनेर साथीहरू, धेरै गर्मी छ। मेरो प्रिन्सेस पनि यहाँ छ है साथीहरू। धेरै गर्मी भएर अनि हामी चाहिँ बाहिरतिर यसो हावा खाँदै आमा छोरी हिँड्दैछौँ। मेरो प्रिन्सेस पनि छ साथीहरू, यहाँ हेर्नु न। हाई हाई सानो, हाई प्रिन्सेस, कति खुसी। हाई हेलो ओमुइने घुम्न भनेपछि यति खुसी हुन्छ साथीहरू। आज चाहिँ सन्डेको दिन गाडीहरू त्यति हिँड्दैन साथीहरू, बिदा हो नि त। अनि एकदम सुनसान हुन्छ कि रोडहरू पनि, सबैजना छुट्टीको घरमै इन्जोय गरेर बसिरहनुहुन्छ यतातिर चाहिँ। अनि हामी चाहिँ बाहिरको दृश्य चाहिँ यस्तो छ साथीहरू। आज रोड चाहिँ खाली भएको अवस्था हेर्नु न, छैन, खाली छ साथीहरू। बाहिरको नजारा अहिले चाहिँ 7:55 भयो साथीहरू। यहाँ चाहिँ हेर्नु न हाम्रो युएसको झन्डा। बाहिर चाहिँ एकदम चिसो मौसम भइरहेछ अहिले चाहिँ। बेलुका पाखा भएपछि दिउँसो चाहिँ आज एकदम गर्मी थियो। अनि त्यही मौकामा हामी चाहिँ हावा खानको लागि आमा छोरी बाहिर आएको छौँ साथीहरू। यता हेर्नु होला, हेर्नु न कस्तो राम्रो क्रिसमस ट्री जस्तो। वाउ कति राम्रो। बेलुकाको मौसम चाहिँ यति राम्रो हुन्छ घुम्नको लागि चाहिँ साथीहरू। हेर्नु न, मेरो छोरीहरूसँग हामी आमा छोरी चाहिँ घुम्दैछौँ भने बाहिरको नजारा चाहिँ यस्तो छ। बाटो खाली छ, हामी चाहिँ रोडतिर साइडमा घुम्दै आएको छौँ। आज सन्डेको दिन, सटरडे र सन्डे चाहिँ एकदम खाली हुन्छ, त्यति साह्रो गाडीहरू हिँड्दैन किनकि सबैजना छुट्टीमा बस्छ साथीहरू। कति राम्रो छ, कति सफा रोड छ हेर्नु साथीहरू। कति मेरो नानीलाई चाहिँ हामीले यसरी उ गरिदियौँ, झुल लगाइदियौँ। उहाँ चाहिँ प्रिन्सेस चाहिँ खेलिरहनु भएको अवस्था, खेलिरहनु भएको छ मेरो प्रिन्सेस चाहिँ। यताबाट जाउँ। अनि हामी चाहिँ हिँडिरहेको छौँ साथीहरू। बाटो छैन। अब हामी हिँड्दै गर्छौँ बाटो कहाँसम्म पुग्छौँ भन्ने कुरा हजुरहरूलाई देखाउँदै जानेछौँ साथीहरू। एकदम रमाइलो छ। बेलुकातिर चाहिँ घुम्न चाहिँ एकदम आनन्द आउँछ कि। एकदम दिउँसो चाहिँ गर्मी थियो साथीहरू। अहिले चाहिँ बेलुका भइसकेपछि हाम्रो नेपालतिर अब यतिखेर हुन्छ नि हल्का चिसो हो कि दसैँको भाइब्स जस्तो पनि आइरहेको छ मलाई त यहाँ युएसमा है। तिमीहरूलाई आयो कि आएन? कति राम्रो छ हेर्नु न, आउ न पिक्चर। वा यहाँ हेर थम्बनेल एउटा लिगौँ न, कस्तो राम्रो छ हेर्नु। सनसाइड हेर्नु न त्यहाँ। वा कति राम्रो छ नजारा साथीहरू। यतातिरको दृश्य हेर्न सक्नुहुन्छ हजुरहरूले। मेरो प्रिन्सेस चाहिँ बोलिरहनु भएको छ उहाँ। घुम्न पाएपछि यति खुसी हुन्छ मेरो प्रिन्सेस भन्ने कुरा। के घुम्नु हामीले चिसिरहनु भएको छ मेरो सानोले, मेरो प्रिन्सेसले। कस्तो राम्रो छ है।
चिसो चिसो भएको बेलुका घुम्न चाहिँ मजा आउने। चिसो मौसम चिसो चिसो छ ओ त्यहाँ चाहिँ सयपत्री फुल पनि रहेछ हेर्नु नि साथीहरू, मैले देखाएँ नि कस्तो राम्रो फुलिरहेको। जुम गरेर हेर्नु नि, फर्सी पनि लाउनु भएको रहेछ, फर्सीको मुन्टाहरू। वाउ, हामी चाहिँ इभिनिङ वाक डुलिरहेको छौँ। एक्सर्साइज पनि हुन्छ नि त। एक्सर्साइज एकदम मोटाको अवस्था साथीहरू। म चाहिँ अब 1 कुन्टलै हुन लागिसक्यो साथीहरू, के गर्ने होला। अनि हामी चाहिँ यसो एक्सर्साइज गरेर हेर्नु न त्यो घर्छन् के भनेर हेर्नु न कस्तो राम्रो हाँस। यो चाहिँ हाँस हो साथीहरू, यसलाई चाहिँ ऊ भन्दैन है। कस्तो मजाले उडिरहेको छ, ल हेर्न सक्नुहुन्छ। वाउ, अब चाहिँ यहीँबाट फर्किनुपर्छ क्या है, धेरै टाढो चाहिँ नजाऊँ ल। यहीँबाट फर्किन्छौँ साथीहरू, धेरै टाढो चाहिँ जान्दैनौँ। ठ्याक्कै 8 बजेको अवस्था, यो चाहिँ 8 बजेको छ। यताको मुन पनि निस्किसकेको अवस्था हेर्नु साथीहरू, कस्तो राम्रोसँग निस्किसकेको छ। ठ्याक्कै 8 बजेर 3 मिनट भइसक्यो साथीहरू। यस्तो छ यहाँको मौसम। हामी चाहिँ डुल्दैछौँ साथीहरू, यतातिर बाहिरतिर। बेलुका डुल्नको मजा नै छुट्टै हुन्छ, दिउँसो डुल्न सकिँदैन साथीहरू। दिउँसोमा चाहिँ निस्किन घरबाट सकिन्न, किनकि धेरै घाम चर्को न चर्को अनि गर्मी छ साथीहरू। हाम्रो उता जस्तै हो, सेम गर्मी चाहिँ होइन। उताको वेदर र यहाँको वेदर चाहिँ मलाई सेम लाग्यो। धेरै नै गर्मी अनि बेलुका भएपछि चाहिँ यतिकै हिँड्न सक्ने चिसो चिसो हुन्छ साथीहरू, एकदम राम्रो छ। हामी चाहिँ अब अलिक परसम्म पुगेर फर्केको अवस्था साथीहरू। अनि अब पार्कतिर पनि जानु पर्ला कि भनेको, रात पर्ला जस्तो भयो हेर्नु न। तर 8 बजे पनि राति छैन, रात परेको छैन, उज्यालै छ हेर्नु न। अहिले चाहिँ 8:04 भइसक्यो साथीहरू, यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। अनि आज सन्डे भएको भएर अनि बाटो पनि एकदम सुनसान छ साथीहरू। मेरो प्रिन्सेस चाहिँ यता बोलिरहनु भएको छ, खुसी भएर एकदम डुल्न पाउँदा। यता जान्छ। म चाहिँ छिटो छिटो जान्छु है साथीहरू। हामी चाहिँ अब पार्कतिर जानु पर्यो भनेको साथीहरू। पार्कतिर गयो भने हजुरहरूलाई देखाउँछौँ, तर रात पर्छ कि अलिक टाढै नै छ साथीहरू पार्क चाहिँ। पिङहरू खेलेर फर्किन पर्ला भनेको, के हुन्छ हजुरहरूलाई देखाउँछौँ। ला 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 ला। ओहो, अहिलेले भिडियो इन गर्न पर्छ जस्तो छ साथीहरू। पार्क चाहिँ आज जान सकिन्न जस्तो छ पार्कमा, किनकि धेरै टाढा छ। सबैजनाले हाम्रो भिडियो हेरेर मेरो प्रिन्सेस चाहिँ हजुरले हेर्न सक्नुहुन्छ, खुसी भएर बोलिरहेको छ। मेरो सानो चाहिँ मेरो मुटुको टुक्रा चाहिँ यहाँ। अनि पार्कतिर जाने भनेको साथीहरू, रात पर्ला कि जस्तो भयो, जाम कि नजाम। अनि पार्कतिर गयो भने चाहिँ पार्कतिर पनि जाँदैछौँ। हामी अब पार्कमा पुग्नलाई
पार्कमा पुगेपछि हामी पिङ खेल्छौँ हजुरहरूलाई देखाउँछौँ अनि एकछिन पिङ खेलेर अनि हामी घर फोटोहरू खिच्छौँ अनि फोटो खिचेपछि हामी घर फर्किन्छ जान्छौँ अहिलेको लागि चाहिँ त्यति नै हो गाइस अनि पछि See you soon भनेर भन्न मिल्दिनँ म हजुरहरूलाई मैले यहाँ कस्तो राम्रो फुल देखेँ कि साथीहरू म हजुरहरूलाई फुल देखाउँछ है साथीहरू यहाँ किरा कराएर सुन्नुभयो नेपालतिर कराउँछ नि हाम्रो कस्तो किरा कराएको हजुरहरूलाई म फुल देखाउँछु कि साथीहरू यहाँ हेर्नु न कस्तो राम्रो फुल नि वाह थ्याङ्क यू हामीलाई बाटो छोडिदिनु बुबु निकालेको फुल हेर्नु न कति राम्रो फुल हजुरहरूले मैले देखाएँ हेर्नु त कस्तो राम्रो छ मच्छर पनि छ हो यता त के हो साथीहरू मच्छर यो पार्कतिर चाहिँ त्यति आउनै मन लाग्दैन क्या मलाई यतातिर चाहिँ धेरै कुकुरहरू ल्याउँछ नि त अनि कुकुरहरू भन्दा पनि यहाँ धेरै मच्छर हुन्छ मच्छर पनि हुने कि अनि त्यही भएर मलाई यतातिर चाहिँ मजा आउँछ गाइस मजा हामी चाहिँ पार्कमा आइसक्यौँ साथीहरू तर एकदम हामी आइपुग्यौँ हेर्न सक्नुहुन्छ मच्छर छ नि जानु पनि मन लाग्छ दौड 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 छिटो खेल्न सानो नानीहरू पनि आएको रहेछ उनीहरू नि पिङ खेल्न धेरै बेर चाहिँ नबोल्ने है यहाँ एकदम के अरे मच्छर छ अनि यो भिजेको पनि छ त्यस्तो यतातिरबाट आऊ न म चाहिँ बस्छु जाऊ खेल तिमी खेल्छौ मेरो नानी चाहिँ गएर पिङ खेल्न गइसक्यो साथीहरू घाँस भएर खेल्दैछ ल जाऊ खेल्न ल पिङ खेल्न जाऊ म चाहिँ मेरो सानो प्रिन्सेससँग बस्छु मेरो ठुलो नानी पनि गयो साथीहरू पिङ खेल्न यहाँ चाहिँ सानो सानो नानीहरू पनि खेल्नको लागि आएको रहेछ एकदम मच्छर आउँछ कि साथीहरू मलाई त्यही भएर आउनै मन लाग्दैन सेम नेपालको जस्तो यतातिर कुकुरहरू डुलाउन लिएर आएको हुन्छ कि यतातिर चाहिँ अनि त्यही भएर मेरो दुईटा नानी चाहिँ पिङ खेल्दैछ हाय मेरो सानो प्रिन्सेस चाहिँ यहाँ हुनुहुन्छ अब कहिले खेल्नुहुन्छ मेरो बाबा दिदीहरूसँग कहिले जाने होला नि कहिले होला मेरो मुटु मेरो प्रिन्सेसहरू चाहिँ खेलिरहेको अवस्था मच्छरले टोकिसक्यो साथीहरू बस्न नसक्ने भइसक्यो यहाँबाट भाग्नु पर्यो यहाँ हेर्नु न काँस भन्छ होइन साथीहरूलाई काँस मच्छरले टोकिसक्यो साथीहरू अब हाम्रो मम्मी जानु भइरहेछ म खेल्छु है अब म खेल्छु साथीहरू मम्मी चुट्टिन्छ अहिले जाम मच्छरले टोक्यो मच्छर भयो साथीहरू अब नखेल्ने कति राम्रो मुन हेर नि त्यहाँ देख्यौ हेर्नु न साथीहरू कस्तो राम्रो देखेको नि धेरै जुम नगर न ओ यतिकै हेर न 8-14 भइसक्यो साथीहरू त्यहाँ चाहिँ अब हामी अर्को घर जान्छौँ यहाँ चाहिँ आराध्या छ ल जाउँ बाई बाई पार्क हामी घरमा गयौँ साथीहरू अब रात परेको अवस्था पनि एकदम मच्छरले टोकेको अवस्था पनि
त्यही भएर हामी घर भाग्यौँ। अब यहाँ बस्नु हुँदैन, धेरै मच्छरले अट्याक गर्यो। हामी घर भाग्यौँ साथीहरू, छिटो छिटो छिटो। अब मच्छरले टोक्यो। यताबाट लिएर आउँ बहिनीलाई। हामी चाहिँ घरतिर फर्क्यौँ साथीहरू। अहिले चाहिँ रात पर्यो। अहिलेलाई यति नै। फेरि पनि हामी अर्को मिनी भ्लगहरू बनाएर हजुरहरूलाई देखाउनेछौँ। अहिलेलाई यति नै साथीहरू। अहिलेलाई बाई बाई। सबैजनाले हाम्रो भिडियो हेरेर लाइक कमेन्ट कस्तो लाग्छ सब्सक्राइब गरिदिनु होला भन्दै अहिलेलाई हामी हाम्रो भिडियो यहीँ इन गर्छौँ साथीहरू। उफ थाक्यो एकदम मोटाएर हेर्नु नि साथीहरू। हामीलाई तपाईँले डेली लाइक सब्सक्राइब गरिदिनु अनि हामी यस्तै डेली भ्लगहरू हाल्छौँ। लाइक सब्सक्राइबहरू चाहिँ गरिदिनु है साथीहरू। हामी चाहिँ नयाँ हौँ, केही भुल गल्ती भएमा क्षमा प्रार्थी। अब हामी घरतिर लाग्यौँ अहिलेलाई। हाम्रो भिडियो यति नै। बाई बाई सबैजनाले। एरोप्लेन देखाइदिनु। बाई गाइस। ल यता एरोप्लेन देखाउनु न त्यहाँ। एरोप्लेन पनि माथि उडिरहेको अवस्था। ल भयो साथीहरू। अब अहिलेलाई यति। See you tomorrow. तपाईँहरूले यसरी लाइक सब्सक्राइब गरिदिनु भयो भने हामी यसरी डेली भ्लग हाल्छौँ, नत्र हाल्दिनौँ। कस्तो रुटली बोला। ल बाई साथीहरू।